हेलो एभ्रिवान, तपाईहरु सन्चै हुनुहुन्छ होला। म फेरि पनि लामो समयपछि युट्युबमा ब्याक भएको छु। केही छोटो सानोतिनो भिडियोहरु त हालिरहेको थिएँ, केही कारणवश म युट्युबमा कन्टिन्यू हुन सकिनँ। यतिखेर म अस्ट्रेलियामा छु जब मैले पोर्चुगलको नेसनालिटी अथवा रेज पासपोर्ट चाहिँ पाएँ। त्यसपछि म अस्ट्रेलिया आइपुगेको छु भिजिटको लागि। तपाईहरुलाई म अस्ट्रेलिया आएको देख्दाखेरि केही क्वेशनहरु चाहिँ पक्कै पनि मनमा होला। यदि छ भने तपाईहरुले कमेन्ट गरेर मलाई सोध्न सक्नुहुन्छ, अथवा मेरो डिस्क्रिप्सनमा रहेको फेसबुक लिङ्कमा गएर पनि मलाई डाइरेक्ट प्राइभेट मेसेज पनि गर्न सक्नुहुन्छ। यदि तपाईहरुलाई अस्ट्रेलियामा कसरी सेटल हुन सकिन्छ, स्टुडेन्टमा आउने कि वर्किङमा आउने कि युरोपियन कन्ट्रीको पीआर छ, रेसिडेन्सी छ, पासपोर्ट छ, त्यहाँ कुनै पनि कम्पनीमा 2-3 वर्षको वर्क एक्सपिरियन्स छ, अथवा एग्रिकल्चरमा, फ्याक्ट्रीमा सेफ हैन, कुक, हेड कुक जेमा तपाईहरु हुनुहुन्छ, केही एक्सपिरियन्स छ भने चाहिँ तपाईहरु अस्ट्रेलिया आउन सक्नुहुन्छ। तपाईहरुले डिफ्रेन्ट भिजा लाइक 482 होलिडे भिजा 186 तपाईहरुले आफू रहेकै ठाउँबाट पनि एप्लाई गर्न सक्नुहुन्छ। र कसरी चाहिँ अस्ट्रेलियामा सेटल हुन सकिन्छ, के प्रक्रियाहरू पुरा गर्नुपर्ने हुन्छ भन्ने तपाईहरुलाई लाग्छ भने चाहिँ म तपाईहरुलाई चाहिँ युट्युबमा भिडियो बनाएर तपाईहरुलाई म इन्फर्मेसन दिनेछु। यदि कुनै क्वेशनहरु भए तपाईले मलाई प्लिज क्वेशन गर्नको लागि चाहिँ अप्ठ्यारो नमान्नु होला।